बाजा क्रम गरेर बत्तीस पर सबैले बोलाउँछ हामीलाई परमेश्वर पञ्चे बाजा नआउने भनेर चाहिँ हामीलाई सबैले सम्झियोस् परमेश्वर तर हामीले जति पाइन्छ संसारभरि चाहिँ हामीले चाहिँ सिन्धुली पाल्चोको जस्तै बाजा हामीले चाहिँ नभन्नु होला हामीलाई सबैले बोलाउनु होला मिलाएर गरिदिने होइन बाजा गाजा धेरै महँगो पनि भन्दैन हामीले हामीले धेरै पनि लिन्न भयो अरूले भन्दा अरूले भन्दा मिलाएर दिँदैछ म बाजा आउनेछ हजुर तपाईँले दया भयो धेरै दिन्छ भने त्यो पनि ठिकै छ होइन हाम्रो यहाँ बाजाहरू हाम्रो अझै किन्छ बाजा त्यस्तै लगाइनु होला भन्नुहोस् दुबी देउताले रक्षा गर्नुपर्छ बाजा दर्जा बाँधिदिनु पहिला अनि एकछिन भोकले भोक गरेर कि अहिले हाम्रो पूजा सकिएर अहिले पनि हाम्रो बजाउने बाध्य बटन बजाउनेलाई हामीले ध्वजा बान्दैछ है नारायण एउटाले एउटा सिलो जम्मै लटपट्टै सिक्ने होइन सल्लाह मात्रै गर्छ सबै म बजाउने भनेर सबै कुरा म बजाएर भनेर त्यो कोही पनि ट्यालेन्ट भएपछि यो गुन्डा फेरि अर्को हाल्ने बजाउने आफू केही कोही जानु पर्यो भने त्यसले बजाउने हाम्रो बर्गर पुरा आइमेले मात्रै भागमा के पर्छ त म जे बजाउन तयार छु अब जान्नु बजाउन त हिँड्ने सक्नु पर्छ भ्याउन भनेको त्यो किन नहिँड्ने हो किन नभ्याउने यसरी हिँड्ने मान्छे भ्याउनु न चाहिँ यो सेम राम्रो अब त्यो बनाउने मान्छे चाहियो त अब कुखुरा हामीले गठन गरिकन दर्ता गरेर हामीलाई देवदह नगरपालिका वार्ड नम्बर 4 को विनियोजित बजेटबाट रु 1.5 लाख चाहिँ होइन बजेट विनियोजन गर्नु भएको थियो। सोही अनुसार यो पञ्चेबाजा सामान खरिदका निम्ति भनेर सोही अनुरूप उक्त योजनालाई हामीले कार्यान्वयन गर्नका निम्ति हामीले एउटा यो देवदह 4 को पञ्चेबाजा समूह गठन गरी देवदह नगरपालिकामा दर्ता गरेर हामीले सबै विधि प्रक्रिया पुर्याएर हामीले योजनाहरू सम्झौता गरेर अनि हामीले बुटोलबाट सामान हामीले यो पञ्चेबाजाका सामग्रीहरू चाहिँ यहाँ खरिद गरेका थियौँ। योभन्दा आज हामी 5-7 दिन पहिले यसलाई हामीले एउटा भनौँ न चलन चल्तीका रूपमा एउटा पञ्चेबाजा खरिद गरिसकेपछि यो पञ्चेबाजा बजाउनु पूर्व एउटा हाम्रो विधि पद्धति अनुसार हामीले आज यो बाजाहरूको पुज्ने भनेर चाहिँ यो हाम्रो चाहिँ पञ्चेबाजा समूहले आयोजना गरेको थियो। सोही अनुसार यहाँ हामी सबै विभिन्न तह र तबकामा बस्नुभएका समाजसेवी संस्कृतिविदहरू होइन ज्ञाताहरू सहित यो कार्य समितिका पदाधिकारी साथीहरू लगायत सबै यहाँ उपस्थित भएर हामीले विधिपूर्वक यो भूमि यज्ञ तयार गरिकन अनि हाम्रो एउटा चलन अनुसार चाहिँ हामीले सबै बाजा यो सामग्रीहरू पुज्ने काम
सम्पन्न गरिसकेका छौँ। त्यसको लागि म यहाँहरू सबैलाई जानकारी गराउँदछौँ। भविष्यमा हाम्रो यो समूहले धेरै राम्रो उन्नति प्रगति गर्नेछ। यी बाजाहरू बजाउन सिक्नेछ। हामीले तालिमहरूको आयोजना गर्ने मागहरू गर्नेछौँ नगरपालिकामा वडामा। त्यसपछि हामीलाई एउटा प्रशिक्षक पनि आवश्यक पर्ने हुन्छ।